वर्षको 4वटा नवरात्र हाम्रो पूर्वी दर्शनले मानेको छ। एउटा ग्रीष्मकालीन नवरात्र, त्यो चाहिँ आषाढ शुक्ल पक्षको नवरात्र 9 दिन। दोस्रो शरदकालीन नवरात्र, जसलाई हामी बडा दशैं भन्छौँ। अनि तेस्रो चाहिँ शिशिरकालीन नवरात्र, जसलाई माघ शुक्ल पक्षको नवरात्र भन्छौँ। चौथो वसन्तकालीन नवरात्र, जुन यो नवरात्र हाम्रो चैत दशैंको नवरात्र। यो 4वटा नवरात्रमा हाम्रो 9वटा आयाम, नवरात्र नव भनेको 9वटा आयाममा शक्ति उपासना गर्छौँ हामी। शक्तिको, देवीको उपासना गर्ने गर्छौँ। र शक्ति उपासना गर्नका लागि किनभनेदेखि यो वसन्तकालीन नवरात्र अलि महत्त्वपूर्ण पनि छ। म रामनवमीको विषयमा एकछिनपछि जान्छु। यो वसन्तकालीन नवरात्रमा विशेषता हाम्रो यो नेपालतिर, भारततिर, भारतीय उपमहाद्वीपमा मौसम पनि परिवर्तन हुन्छ। र तपाईलाई थाहा छ, यो हरेक बिरुवामा नयाँ नयाँ पालुवा पनि लाग्छ। त्यसैले वसन्तकालीन नवरात्रमा हाम्रो शरीरमा पनि जसै प्रकृतिमा पनि परिवर्तन भएको हुन्छ, त्यस्तै किसिमको भाव र परिवर्तन पनि शरीरमा पनि विद्यमान हुन्छ। त्यसले गर्दाखेरि शरीरले ऊर्जा खोज्छ। त्यो ऊर्जा र साधना गर्नका लागि 9वटा दिनमा विशेष साधना गरेर देवी यानि कि शक्ति ऊर्जाको उपासना गर्ने। या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता नमस्तस्यै 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 नमो नमः। यो किसिमको चाहिँ शक्ति उपासना गर्ने दिन। र यो बेलामा शक्ति उपासना गर्दाखेरि चाहिँ वसन्त ऋतु यो हाम्रो वर्षको शुभारम्भको ऋतु, पहिलो ऋतु भएको हुनाले हामी जीवनभर नै ऊर्जा ऊर्जित गरेर हामी प्रसन्न हुन्छौँ, आनन्दित हुन्छौँ, शान्त हुन्छौँ, जसले गर्दाखेरि हामीलाई वर्षभरि नै काम गर्न सहज हुन्छ भनेर यो नवरात्रमा साधना गर्नु अत्यन्त उत्तम छ। एउटा कुरा। अब जहाँसम्म रामनवमीको कुरा भयो, रामनवमी भगवान राम जसको जन्मदिन, रामले 9को अङ्क रोज्नु भएको छ। 9 भनेको अखण्ड अङ्क हो, खण्डित नहुने अङ्क। 9 भनेको सूर्यसँग सम्बन्धित अङ्क हो। 9 अनि राम भनेको सूर्यवंशी हो। जस्तै 9को गुणा गर्नुहोस् तपाईँले, 9 एका 9, 9 दुना 18, 1 8 9, 9 3 27, 2 7 9, 90 सम्म गुणा गर्दै जानुहोस्, त्यो 9को 9 रहन्छ। त्यो कहिले पनि घटबड हुँदैन। त्यो सूर्यको स्वभाव। राम सूर्यवंशी भएको हुनाले रामले नवमीको दिन रोजेर प्राकट्य हुनुभएको यो भूमि। रामलाई के भनेको छ वैदिक दर्शनले? राम रामेति रमेति रमे रामे मनोरमे सहस्रनाम तत्तुल्यम राम नाम वरानने भनेर पूर्वी दर्शनले बोलेको छ। यो भनेको के हो भन्दाखेरि राम भनेको तपाईँभित्रको आनन्द हो। त्यो आनन्दको खोजी गर्नका लागि पनि रामको प्राकट्य उत्सवमा यानि कि जन्मोत्सवमा या जन्म नवमीमा, राम नवमीमा ध्यान गर्नु, साधना गर्नु, रामको उपासना गर्नु र आनन्दको मार्गमा आफूलाई परिलक्षित गर्न, समर्पित गर्न रामको ध्यान गर्नु अत्यन्त उत्तम मानिन्छ। त्यसले गर्दाखेरि शक्तिसँग राम र आनन्दसँग यो वसन्तकालीन नवरात्र भनेको चाहिँ शक्ति र आनन्द, त्यो दुईटा चिज हरेक दिन व्यक्तिले खोजिरहेको हुन्छ। कि व्यक्ति शक्ति खोजिरहेको हुन्छ, धनको शक्ति, सत्ताको शक्ति, बलको शक्ति खोजिरहेको हुन्छ हरेक दिन, कि व्यक्ति आनन्द खोजिरहेको हुन्छ। तपाईँ संसारकर्मी हुनुभयो, तपाईँले पनि आनन्द खोजिरहनु भएको छ। मैले पनि आनन्द, अर्को राजनीतिकर्मी उसले पनि आनन्द। हरेक दिन व्यक्तिले आनन्द खोजिरहेको छ। त्यसैले आनन्दको अर्को नाम के हो? राम। त्यसैले शक्ति र आनन्द प्राप्त गर्नका लागि हरेक दिन व्यक्ति अग्रसर भइरहेको छ, खोजिरहेको छ। त्यो दुईटैको उपासना गर्ने यो राम नवमी या यो चैत दशैं या वसन्त शरदकालीन नवरात्र, यो नवरात्र अत्यन्त उत्तम नवरात्र छ। अनि यो बेलामा शरीर अलिकति कमजोर पनि हुन्छ, किनभने ऋतु परिवर्तन हुन्छ। शरीर कमजोर हुने, ज्वरांश हुने, शरीरमा ज्वरोहरू आउने इत्यादि हुने हुन्छ। त्यसमा साधना विधिलाई बढायो भने शरीर ऊर्जित हुन्छ, शक्तिशाली हुन्छ, मजबुत हुन्छ। अब यो ठाउँ अनुसार फरक छ, तर वैदिक विधि अनुसार के छ भने रामको उपासना गर्ने विधि
रामको उपासना गर्नका लागि अब सदा चाहिँ हामी व्रत बस्ने गरिरहेका छौँ भने व्रत बस्नु भनेको ऊर्जालाई चिन्नु हो, फेरि आफूलाई चिन्नु हो। शरीर त मेसिन हो, फेरि यो खाएको खाइ चला गऱ्यो भने बिग्रन्छ। एक दिन उपवास बस्दाखेरि शरीर शान्त हुन्छ। शान्त जब हुन्छ अनि ईश्वरमा मन लाग्छ। त्यसैले ध्यान गर्दा रामको व्रत बस्न खोज्नु भएको छ भने पनि केही नखाइकन, विशेष त नुन चाहिँ र अन्न नखाएर, नुन र अन्न नखाइकन व्रत बस्नु होला। र व्रत बसेपछि यहाँहरूले अब सामान्य रूपमा दिउ कलश गणेशको पूजा गर्ने त्यो विधि त छँदैछ। त्यसका अलावा सीताराम जसको उपासना, जसका विभिन्न श्लोकहरू छन्, विधिहरू छन्, भगवान रामको 108 पटक नाम उच्चारण गरिकन यहाँहरूले विशेष त तुलसीको मालाबाट रामको साधनामा आफूलाई समर्पित गर्दाखेरि पनि तपाईको एउटा आत्मिक आनन्दको बोध र चाहिँ मानसिक रूपमा रामको चाहिँ साक्षात्कार हुन्छ भन्ने हाम्रो वैदिक मान्यता रहेको छ। त्यसैले राम भनेको तपाईभित्रको मर्यादा हो, तपाईभित्रको अनुशासन हो, राम भनेको निष्ठा हो, राम भनेको आनन्द हो। जो कोही व्यक्ति पनि सफल बन्नका लागि निष्ठा, आनन्द, मर्यादा, अनुशासन, आचार संहिता चाहिन्छ, त्यो रामबाट सिक्ने हो। त्यसैले त्यो सिक्नका लागि पनि रामको उपासना गर्नु असाध्य उत्तम मानिन्छ। बडा दशैंमा शरदकालीन नवरात्र विशेष अलिकति हामी दानवलाई, महिषासुरलाई वध गरेको प्रसङ्गसँग जोडेर हेर्छौँ। त्यही अनुसारको हामी कर्म पनि गर्छौँ। कतिपयले त्यसलाई पशु बलि दिने परम्परामा पनि लिएर कर्म गर्ने गर्छन्। चैत दशैं चाहिँ विशेष राम रावणसँग जोडिएको सम्बन्धका चाहिँ आयाम भएको हुनाले यसमा शालीनता, ध्यान, साधना इत्यादि यो वसन्त ऋतुसँग पनि जोडिएको र वसन्त ऋतुमा मैले अघि ऊर्जा साधनालाई बढाउनु पर्ने महिना पनि यो महिना। त्यसैले यो महिनामा चाहिँ साधना बढी गर्दाखेरि शरीर राम्रो हुन्छ। त्यो महिनामा चाहिँ अलिकति बलि भनेको त्याग गर्ने किसिमको कर्म गर्दाखेरि चाहिँ त्यो के अरे शरदकालीन नवरात्र बडा दशैंमा चाहिँ त्यो कर्म गर्दा उत्तम हुन्छ। यसमा चाहिँ साधनालाई नै बढाउनु अत्यन्त उत्तम छ।